नेपालकै भाइब आयो यार, यस्तो ठाउँमा आएछु आज घुम्न है। हेर्नुहोस् पुरै नेपालको भाइब छ कि यहाँ पछाडि। यस्तो पाहाडभित्र पनि विकास गरेर यार कोरियाले। हाम्रो देशमा नि अब विकास हुन्छ यस्तै। आज यो स्टारबक्सको है स्ट्रबेरी फ्लेभर है। ओ चिसो एन्ड मिठो छ है। आज दिनभरि डुल्लै मात्रै भएछ हौ। पुरै पहाडको घुमाइ मात्रै भएछ त आज त। क्लास सकेर यसो आएको एकछिन। पुरै पहाडै पहाड है। कति धेरै विकास गरेछ यार कोरियाले यार। हेर्नु त पहाडको माथिबाट यस्तो चिरेर है बाटो। यो हाम्रो यो ताल जस्तो छ क्या यहाँनिर। ताल यस्तो व्यवस्थित बनाएको छ है। माछा मार्छन् कि यहाँनिर। कस्तो खतरा छ। आज दिनभरि क्लास सकेर होइन बोससँग आज घुम्न आइएछु हामी 3जनासँग। यस्तो ठाउँमा घुमेको छु है आज। दामी छ। हिजो अब यता सिद्धो के अरे अब फर्किन लाग्यो। हामी फर्किन लागेको छ है। यस्तो पाहाडभित्र पनि विकास गरेर यार कोरियाले। हाम्रो देशमा नि अब विकास हुन्छ यस्तै। अब म ढुक्क छु है। 여기 지금 의자 있는데 여기가 내가 낚시 포인트였었거든 원래. ताल कस्तो दामी है। यो पानीले सिँचाइ पनि गर्छ कि यो सबै स्टोर गर्छन् पानी। अनि चाहिएको बेला बर्खा नलागेको बेला यो पानी लगेर सिँचाइ पनि गर्छन् है। कस्तो व्यवस्थित छ यार कोरिया है। हाम्रो देश पनि यस्तै व्यवस्थित भइदियो भने हाम्रो कस्तो राम्रो हुन्थ्यो कि। अब भारत सरकारले व्यवस्थित गर्छन् सबै। नेपालकै भाइब आयो यार, यस्तो ठाउँमा आएछु आज घुम्न है। हेर्नुहोस् पुरै नेपालको भाइब छ कि यहाँ पछाडि हेर्दाखेरि। यस्तो छ यार दृश्य यहाँको त खतरा छ है। पछाडि हेर्दाखेरि चारैतिर पहाड है। चारैतिरै पहाडै पहाड होइन। अनि बाटो पनि नेपालकै जस्तै। यो त मलाई त्यो काठमाडौँको बाँसबारी त्यो एउटा चाहिँ निरो हस्पिटल जाने बाटो देख्छु देखियो यार। बिचमा पोखरी यस्तो। कहिलेकाहीँ पोखराको माछु कि जस्तो पनि लाग्ने यार। है यस्तो खतरा भाइ आएछ नेपाल जस्तै। आजको दिन त मस्त रह्यो यार। यहाँ जो यस्तो पिङ पनि रहेछ सानो काठको यस्तो। सँगै जोडी भएर आएको भए त झन् राम्रो हुन्थ्यो यार। बुढीलाई मिस गर्दैछ यार आज त। यस्तो पछाडि यस्तो ठाउँ छ बनाएको। कस्तो दामी छ है। यस्तो ठाउँमा पो एक्लै के घुम्नु यार। सँगै घुम्न पाए हुन्थ्यो नि यार। एकछिन अब यसमा रहौँ कि। ल आजलाई यति नै। अब भेटौँ अर्को ब्लगमा। बाई।